हजुर दाइ, जय नेपाल सर बलम सरकार होइन, तपाईँ हाम्रो बलम सरकार होइन। तपाईँको लागि एउटा मैले प्रश्न पनि लिएर आएको छु। यति कुरा हो कि सानो कुरा, त्यो तपाईँ सल्भ गरेपछि नि म सबै देशहरू अब जनताहरूलाई विकास गर्नुहुन्छ भनेर भन्छु के यो कुरा। तर एउटा कुरा छ भनेर होइन, तपाईँ यो गाउँमा कसैको छोरीको गरिबहरू हो, जनताहरू धेरै पिर गरेर आयो होला, तिनीहरूसँग पैसा पनि हुँदैन भनेर त्यस्तो कुरा होइन के तपाईँ नेपालमा यो बन्द गर्न सक्दैन दहेजको कुरा रकमको? सल्लाह दहेजको लागि अरूको छोरी मारिदिने, अरूको छोरी तानिदिने त्यस्तो हुन्छ भनेर आज मसँग यत्रो दहेज छैन भने अर्कै छोरी उठाइदिने हो, आफ्नो छोरीले मारिदिने हो, त्यस्तो त गर्न मिल्दैन। तर तपाईँ राम्रो सरकार भएपछि नि मैले बालम दाइ, तर त्यो गरेर हेराइदिनु जनताको अगाडि, दहेज बन्द गरेर साफ क्लियर चिरफार गरेर कुरा गर्नु के। तपाईँले यति भन्छु म, चिरफार भनेर कुरा गर्नु, यो दहेजको सिस्टमै सल्भ गरिदिनु दुनियाँबाट। न यो दुनियाँमा दहेज हुन्छ, न कसैले दहेज माग्छ भनेर यो कुराको समाधान तपाईँले गर्नु पर्यो। तपाईँले शपथ लिएर के कुरा गर्नुभएछ थाहा छ? म शपथ लिइरहेको छु अरे भनेर, म आफ्नो जनता, आफ्नो देश नेपाल सबै राम्रोसित शिक्षामा मान्छु भनेर होइन। अब म तपाईँसँग एउटा शपथ माग्छु होइन, यो दहेज सबै बन्द गर्नुहोस्। जबदेखि यो दहेज नबन्द भएपछि तबदेखि तपाईँ राजनीतिमा अगाडि जित्नु हुँदैन।